अमेरिकामा के सबैजनाले घर किन्न सक्छन् त या भनौँ योग्य हुन्छन् त? स्पेसली यो द्वन्द्व अथवा प्रश्न चिन्ह धेरैजना न्यू होम बायर्सलाई हुन सक्छ। सपनाको घर किन्नलाई इच्छा त हुन्छ, तर प्रश्न चिन्ह के खडा हुन्छ भने के म सक्छु त? के म योग्य हुन्छु त घर किन्नको लागि? सो आजको भिडियो तपाईहरू जस्तै हाम्रो दर्शकको लागि हो। लेट्स फाइन्ड आउट इन डिटेल्स। सबैले घर किन्न सक्छन्। चाहना, योजना र सही मार्गदर्शन मात्र चाहिन्छ। धेरै मानिसहरू सोच्दछन् कि घर किन्न निकै गाह्रो छ, धेरै पैसा चाहिन्छ वा प्रोसेस नै धेरै जटिल हुन्छ। तर यो पूर्ण रूपमा सत्य होइन। आजकल धेरै किसिमका लोन प्रोग्राम्सहरू उपलब्ध छन्। FHA, फर्स्ट टाइम होम बायर असिस्टेन्स, लो डाउन पेमेन्ट अप्सन जस्ता सुविधाहरूले तपाईँको सपना साकार गर्न सजिलो बनाएका छन्। सही तयारी र योजना बनाउनु नै पहिलो पाइला हो। लोन प्री अप्रुभल, इन्कम डकुमेन्ट्स, क्रेडिट हिस्ट्री जस्ता सामान्य कागजातहरू तयार राख्नुहोस्। तपाईँको बजेट, प्राथमिकता र लोकेसन अनुसार घर खोज्न सुरु गर्नुहोस्। यो यात्रामा तपाईँलाई सहयोग गर्न अनुभवी र विश्वसनीय रियल्टर आवश्यक हुन्छ, जसले तपाईँको हितमा काम गर्छ। तपाईँ पनि आफ्नो घरको मालिक बन्न सक्नुहुन्छ। हिजोसम्म तपाईँ भाडामा बस्नुभएको होला, तर आज निर्णय लिएर, योजना बनाएर र सही मार्गदर्शन पाएर तपाईँ आफ्नो घरको चाबी समात्न सक्नुहुन्छ। घर किन्ने सपना पूरा गर्न अब ढिलाइ नगर्नुहोस्, आजै सुरु गर्नुहोस्। अब यो कार्यको लागि तपाईहरुलाई यदि सहयोग चाहिएको छ या भनौँ कुनै पनि जिज्ञासा छ रियल स्टेटसँग सम्बन्धित, घर किनबेचसँग सम्बन्धित भने प्लिज मलाई DM गर्नुहोस्, कल गर्नुहोस्। आइल बी मोर देन ह्याप्पी तपाईहरुको प्रश्नको उत्तर दिनको लागि या भनौँ तपाईहरुलाई सहयोग गर्नको लागि। है त, आजको लागि यति नै। आइल क्याच यु अन द नेक्स्ट वान। आजलाई बिदा पाऊँ। नमस्ते।